समुद्र सतहभन्दा झन्डै 9000 मिटर माथि, जहाँ अक्सिजनको मात्र 1/3 मात्र हुन्छ, जहाँ हावाको गतिले बलिया बलिया चट्टानलाई पनि हल्लाइदिन्छ, आम मानिसका लागि यो डेथ जोन हो, अर्थात् मृत्युको इलाका। तर संसार त्रसित हुने यही होको साम्राज्यमा एकजना यस्ता व्यक्ति हुनुहुन्छ जो आफ्नो घरको आँगनमा हिँडेको झै सहजै डुलिदिन्छन्। 32 पटक सगरमाथाको शिरमा नेपालको झण्डा गाड्ने तिनै जीवित इतिहास द एभरेस्ट म्यान कामेरिता शेर्पाको अनौठो र कहिले नसुनिएको कथा आजको भिडियोमा। 17 मे 2026 बिहानको ठिक 10:12 जाँदा जब सिङ्गो संसार आफ्नो दैनिक काममा व्यस्त थियो, त्यति बेला इतिहास फेरि एकपटक दोहोरिँदै थियो। 56 वर्षको उमेरमा आफ्नै पुरानो रेकर्डलाई ध्वस्त पार्दै 32औं पटक सगरमाथा चुम्ने कीर्तिमान आखिर कसरी सम्भव भयो? एउटै मानिसका लागि यति ठुलो चमत्कार, के यो केवल शारीरिक शक्ति हो या यसको पछाडि कुनै गहिरो रहस्य लुकेको छ? आउनुहोस् आज ब्रेकडाउन गरौँ कामेरिता शेर्पाको यो ऐतिहासिक यात्रालाई। रेकर्डहरू त केवल अङ्क मात्र हुन्, तर यो अङ्कको पछाडि लुकेको हुन्छ वर्षौंको आँसु, पसिना र कडा सङ्घर्ष। सोलुखुम्बुको एउटा सानो हिमाली गाउँ, एउटा सामान्य केटाको यात्रा कसरी आज विश्वकै सबैभन्दा ठुलो पर्वतारोहण लेजेन्डमा परिणत भयो। संसारले उनलाई एभरेस्ट म्यान भनेर त चिन्यो, तर हिमालको काखमा उनले भएका ती चुनौतीपूर्ण पाटाहरू आज हामी खोतल्नेछौँ। कामेरिता शेर्पाको जन्म 17 जनवरी 1970 मा सोलुखुम्बुको विकट हिमाली गाउँ थामेमा भएको थियो। हिमालकै काखमा हुर्किएका कारण उनले सानैदेखि पहाड र हिउँसँग सङ्घर्ष गर्न सिके। उनका पिता नेपालकै पहिलो व्यावसायिक शेर्पा गाइडहरूमध्ये एक थिए, त्यसैले हिमाल चढ्ने कला उनले विरासतमै पाएका थिए। सन् 1992 देखि पर्वतारोहण क्षेत्रमा गाइडको रूपमा काम सुरु गरेका कामेरिताले 24 वर्षको उमेरमा अर्थात् सन् 1994 मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। सन् 1994 को त्यो पहिलो यात्रापछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन। उनी लगभग हरेक वर्ष सगरमाथा चढिरहे। कतिपय सिजनमा त उनले एकै हप्ताभित्र 2 पटकसम्म सगरमाथाको चुचुरो चुमेर सबैलाई अचम्ममा पारे। कामेरिताले सगरमाथा मात्र होइन, संसारकै खतरनाक मानिने केटु, चोयु, लोट्से र मनास्लु जस्ता 8000 मिटर भन्दा अग्ला हिमालहरू कुल 45 पटक भन्दा बढी आरोहण गरिसकेका छन्। उनको यो कीर्तिमानको वरिपरि आउन सक्ने मानिस यो धरतीमा कोही पनि छैन। 32औं पटकको कीर्तिमानी आरोहणपछि काठमाडौँमा फर्किएका कामेरिताले अहिले एउटा महत्त्वपूर्ण कुरा उठाएका छन्। उनले सगरमाथामा बढ्दो भिडलाई कम गर्न र आरोहीहरूको सुरक्षाका लागि सरकारले अनुमति पत्रमा केही सीमा तोक्नुपर्ने सुझाव दिएका छन्। रेकर्डका लागि भन्दा पनि हिमालको पर्यावरण र सुरक्षा उनको पहिलो प्राथमिकता हो भन्ने कुरा यसैले प्रमाणित गर्छ। कामेरिता शेर्पा केवल एक आरोही मात्र होइनन्, उनी नेपाल र नेपालीको शान हुन्। यी महान एभरेस्ट म्यान कामेरिता शेर्पालाई कमेन्ट बक्समा एक पटक बधाई र सम्मान अवश्य दिनुहोला। हिमालका जस्तै थप रोचक र प्रेरणादायी कथाहरूका लागि हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।